वेलकम ब्याक गाइस। अब अहिलेको ब्लग चाहिँ हाम्रो हुनेछ विराटनगर टु बुढी खोलासम्मको लागि। अहिलेसम्म साथ सपोर्ट जाइराख्नुपर्छ सधैँ दिँदै गर्नु। त्यही कारणले म अर्को ब्लग पनि बनाउँदैछु, अरू पनि बनाउनेछु। तपाईँहरूको साथ सपोर्ट बिना केही पनि हुने छैन, त्यही भएर हेर्दै गर्नु ब्लग। र ब्लगमा आज म तपाईँलाई बुढी खोलामा भइरहेको आजको प्रोग्रामहरू के हुँदो रहेछ होइन, कहाँ कहाँबाट मान्छेहरू आउँदो रहेछ तपाईँलाई प्रतिक्रिया दिँदै गर्छु। धन्यवाद। सो गाइस, अहिले हामी निस्किसक्यौँ घरबाट, बाटोमा जाँदैछौँ अहिले हामी। हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो विराटनगरको बाटो, कोचा खालको बाटो। फाइनली हामी बजार आइसक्यौँ। यो चाहिँ बजार एरिया हो। यहाँबाट चाहिँ हामीले अब खनारसम्मको म्याजिकबाट जान्छौँ। म्याजिकबाट होइन भने बसैमा जान सक्छौँ हामी। हेर्दै गर्नुहोस् ब्लगहरू। यो चाहिँ बजार एरिया हो। गाइस, अहिले म म्याजिकमा बसिरहेको छु। हाम्रो डुबी हो। अब हाम्रो मन्दिर नजिकै छ। मैले डब्बा ए हिल साइड पनि कुदाएको, हिल साइड पनि कुदाएको। हाम्रो चाहिँ आज गाइस, हाम्रो यहाँनिर हेभी ड्राइभर पढ्नु भएको छ। उहाँ सबै ठाउँ पहिला पनि कहाँ कुदाउनु भएको अरे तपाईँले गाडी पहिला, अनि विदेश कहाँ भन्नुभयो? हेभी ड्राइभर है सर, हेभी ड्राइभर हुँदो रहेछ।
ल फाइनली गाइस हामी खनार आइपुग्यौँ। अहिले चाहिँ हामी खनारमा छौँ। हेर्नु सक्नुहुन्छ यो खनार। ल आउनु 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 आउनु। होइन होइन यो चाहिँ हाम्रो खनार एरिया हो। यहाँबाट जान्छ हाम्रो भाइरल झरना, बुढी खोला झरना पनि त्यही भन्छ होला। हेर्नुहोस् मान्छेहरूको यहाँनिर एउटा ठाउँले भाइरल भएर कति मान्छेहरू जाँदैछन् हेर्नु सक्नुहुन्छ दर्शकहरू। उनीहरू पनि बुढी खोला भाइरल ठाउँमै जाँदैछन्। देख्नु सक्नुहुन्छ मान्छेहरू प्याक छन् पुरा। मान्छेहरू देख्नु सक्नुहुन्छ गाइस। नन स्टप एउटै खाली आउँदैन, सिटीहरू पनि पुरा प्याक छन् बुढी खोलाको लागि, भाइरल ठाउँको लागि। गाइस देख्नु सक्नुहुन्छ यो बाटो कति साह्रो भिड भएको छ। पहिला यस्तो खासै हुँदैन थियो, तर यो भाइरल भएदेखि चाहिँ मान्छे सिटीहरूले गर्दाखेरि, बाटोले गर्दाखेरि मान्छेहरू आएको देखेर चाहिँ, भाइरल ठाउँ देखेर चाहिँ पुरा यस्तो भइरहेछ। जाम छ आज त पुरै, शनिबारले गर्दाखेरि आज सायद त्यहाँनिर ठुलै सङ्ख्यामा मान्छेहरू आउनेछ। देख्नु सक्नुहुन्छ यो खनारको बाटो पुरै भिड छ गाइस, पुरै भिड छ। अब हामी पनि जाँदैछौँ, त्यसकै लागि दामी हुने रहेछ आजको। त फाइनली गाइस म बसिसकेको छु अहिले सिटीमा। यहाँबाट जाँदैछौँ हामी भाइरल ठाउँ। त्यो चाहिँ हाम्रो यहाँनिर हाम्रो कुकुर हुनुहुन्थ्यो, तर आज कुकुर पनि मन्दिर जानुभएछ। भेट्नु हुन्छ होला भनेर आएको, तर निस्किसक्नु भएको रहेछ। सो हामी यहाँबाट छिरिकन डाइरेक्ट लाग्दैछौँ हामी भाइरल ठाउँ। ओहो बाबे ब्रेक छैन? बाबेको त ब्रेक पनि रहेनछ, तनाव भयो त होस् गाइस। बाबेले त सक्ने रहेछ त। बाबे कसरी ब्रेक लागेन? तपाईँले उल्टो खुट्टा हान्नुभयो होला नि त। यस्तो छ नै बा, सिटीमा चाहिँ अलिकति होसियार गरेर बस्नुपर्छ है गाइस। ब्याक गर्नु नि त अलिकति, थोरै ठाउँ छ त। भइहाल्यो त नि, तर ब्रेक चाहिँ अलिक हेरेर लाउनु ल बाबै। तनाव हुन्छ त फेरि यतातिर खोल्सातिर हालिदिनु भयो भने चाहिँ झन्डै गयो यार गाइस। बाबेले आज झन्डै खोल्सातिर हालेन, यहाँतिर यतातिर हालिदिएको त गाइस बिचोक हुन्थ्यो त। अनि हाम्रो भाइरल ठाउँ नपुगे नि घरतिर फर्किनु पर्थ्यो त, पानीमा गएको त भिजिन्थ्यो नि त पुरै। ल गाइस म कन्टिन्युसली बनाउँदै गर्छु, भिडियो हेर्दै गर्नुहोस्, स्किप नगरिकन कन्टिन्युसली। गाइस हेर्नु, यो भाइरल ठाउँले गर्दाखेरि यस्तो जाम हुन्छ। यो ठाउँ म पहिला पनि आएको, तर यति साह्रो जाम कहिले देखेको थिएन। यो चाहिँ गाउँकै बाटो जस्तै हो, खासै जाम हुँदैन। तर यो भाइरल ठाउँले गर्दाखेरि अहिले चलेको गर्दाखेरि अहिले पुरा भिड भएर गाडीहरू हुन्छ नि, सिटीहरू पुरै जाम छ। यस्तो छ हेर्नु त। म अगाडि गएर देखाउँछु तपाईँहरूलाई ल के रहेछ कन्डिसन। सो गाइस म अहिले अगाडि गएर देखाउनेछु तपाईँहरूलाई के भएर चाहिँ जाम भएको रहेछ। यो अघि अब बाबेले झन्डै पनि घुसाइदिएछ, तर यसो विचार गरेर हिँड्नुपर्ने हुन्छ। यो अघिको भाइ बहिनीहरू यहाँ आइपुगेछ, उनीहरू पनि भाइरल ठाउँमै गएको होला सायद, जहाँसम्म लाग्छ मलाई। यस्तो छ गाइस दृश्य अहिलेको भाइरल ठाउँ जाने बाटो। देख्नु सक्नुहुन्छ यति साह्रो पुरा जाम छ बाटो है, हेर्नु सक्नुहुन्छ है गाइस। मेरो सिटी चाहिँ अगाडि नै छ होला सर। बाबे कहाँ गयो हाम्रो बाबे? देख्नु सक्नुहुन्छ गाइस, म कन्टिन्युस देखाउँदै गर्छु, तपाईँले स्किप नगरिकन हेरिदिनु होला। ल हिँड्नु बाबे, हिँड्नु एकछिन स्लो गर्नु। बाबेले त हान्छ कि क्या यार। ल जाउँ बाबे, बाटै छुट्यो। बिस्तारै कुदाउनु ल बाबे, मलाई पुरा डर लागिसक्यो। तपाईँले कुदाएको अघि पनि ठोकिदिनु भयो।
बाटो चाहिँ गाह्रो छ यहाँ पर्सनल गाडी चाहिँ लिएर आउँदाखेरि सही हुन्छ गाइस सो सिटीहरूमा चाहिँ अलिक गाडी हुन्छ बाटो अलिक सानो बाटो भएर पनि साँगुरो बाटो भएर पनि होला डबल गाडीहरू चाहिँ आउनु सक्दैन जस्तै तपाईँले बाइकहरू लिएर आउनु भयो भने चाहिँ सजिलो हुन्छ होइन भने त गाइस गाह्रो हुन्छ किनभने बाटो अलिकति यता माथि अगाडितिर चाहिँ ठिकै छ अनि यता अगाडि चाहिँ जुन चाहिँ मेन रोडदेखि तल आउँदाखेरि चाहिँ अलिक बाटो अलिक साँगुरो भएर कारणले गर्दाखेरि अलिक गाह्रै हुँदो रहेछ होइन भने ठिकै छ बाटो त अगाडि चाहिँ सो यहाँ ननस्टप जाँदैछौँ गाइस अहिले हामी देख्न सक्नुहुन्छ यो चाहिँ बुढी खोला नै हो झरना चाहिँ अलिक अगाडि छ ओ यार हेर्नु सक्नुहुन्छ गाइस यस्तो छ हाम्रो खोलाको ठाउँ देख्नु सक्नुहुन्छ गाइस यो अब अलिक दिनपछि यो पनि भाइरल हुन्छ है गाइस अहिले त जेट पनि भाइरल हुन्छ नि है देख्नुहुन्छ यो पुल पनि भाइरल हुनसक्छ है गाइस यो पनि हेर्दै गर्नुहोस् यहाँ आउनलाई पनि टिकट किन्नुपर्ने हुन्छ गाइस गाइस यस्तै भाइरल ठाउँहरू म अरू बेला पनि भिजिट गर्दै गर्छु सो मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु जतिजनाले नै हेर्दै हुनुहुन्छ अरूतिर सेयर पनि गरिदिनु कमेन्ट पनि गरिदिनु लाइक पनि गरिदिनु तपाईँलाई देखाउँदै गर्छु त्यही गर्नु यहाँ हाम्रो प्याक जाँदैछन् सबै त्यही भाइरल ठाउँ नै जाँदैछ टिकटक बनाउने कसैले के बनाउने रिल्सहरू बनाउने बाइक पनि जाँदैछ सिटी पनि जाँदैछ सक्नुहुन्छ पर्सनल गाडीमै चाहिँ राम्रो हुन्छ जस्तै कि बाइकमा नत्र कारमा आउँदा चाहिँ अलिक सजिलो पनि हुन्छ तपाईँ जहाँ चाहनुहुन्छ त्यहीँ जानु पनि सकिन्छ सजिलो पनि हुन्छ कम्फोर्टेबल हुन्छ गाइस बाटो चाहिँ अलिक अफ रोड रहेछ यहाँ अलिक माथिसम्म चाहिँ ठिकै रहेछ अलिक यता तलतिर आयो भने चाहिँ बाटो चाहिँ एकदम अफ रहेछ म चाहिँ के भन्न चाहन्छु भने अहिले हालसालै इलेक्सन चलिरहेको छ नि त केपी सरकार अनि के नि हाम्रो बालन सरकार आउने म चाहिँ जो आउँदा पनि होइन एटलिस्ट योपालि हामीले त धेरै नै केपी बालाई सपोर्ट गरिसकेको छौँ योपालि चाहिँ हामी बालनलाई सपोर्ट गर्नुपर्ने हुन्छ गाइस हेर्नु अवस्था यस्तो छ बाटोको यो चाहिँ हाम्रो बालन सरकारप्रति ठुलो आश छ सो हामीले बालनलाई जिताउनुपर्छ योपालि जय नेपाल जय बालन घन्टी बजाउनुपर्छ योपालि सबैले मिलेर घन्टी बजाउनुपर्छ यहाँ बाबेले पनि त्यही भन्नुहुँदैछ घन्टी बजाउनुपर्छ योपालि बाबे दिनको कति हुन्छ भनिदिनु त अहिले हालसालमा अहिले त भाइरल भएको छ 1000 भन्दा माथि सो गाइस देख्नु सक्नुहुन्छ आज शनिबार भएर बाबेको नभएको पनि 1000-1500 भइहाल्छ अरे ठिकै छ जे भए पनि भाइरल भयो भने पनि यसो कसैको हाम्रो होइन ठाउँको लागि भए पनि सिटी हाम्रो अङ्कलहरूको हाम्रो बुवाहरूको पैसा हुन्छ अलिअलि ठिकै छ राम्रै कुरा हो भाइरल भन्नु पनि होइन उहाँ हुनुहुन्छ उहाँको सिटीमा आउनु पऱ्यो है गाइस यो पनि मेरो यो के भन्छ मेरो भ्युर्सहरू आउनु भएको छ दाजुले एकदम राम्रो कुरा हुनुहुन्छ एकदम राम्रो रेस्पेक्टली बोल्नुहुन्छ पोलाइटली बोल्नुहुन्छ गाइस देख्नु सक्नुहुन्छ एकदम अफ रोड छ सो आउँदाखेरि तपाईँले चस्मा र मास्क चाहिँ प्लिज ल्याउनु है गाइस नत्र डह्रो धुवा खाइन्छ हाम्रो बिना पैसाको पाउडर उडिरहेछ यो चाहिँ नबिर्सिनु होला ग्लास र मास्क चाहिँ अवश्य कम्पलसरी लगाएर आउनुपर्ने हुन्छ देख्नु सक्नुहुन्छ कति धुलो छ पुरै डेन्जर छ देख्नु सक्नुहुन्छ गाइस एकदमै धुलो छ बाटो चाहिँ मास्क र ग्लास चाहिँ कम्पलसरी छ मास्क चाहिँ मैले बोकेको छैन जसमा त मैले लगाएको छु देख्नुहुन्छ होइन मलाई यस्तो थाहा थिएन बाटो यस्तो छ भनेर तर लिएर ल्याउँथ्यो होला होइन लगायत हेर्दै गर्नु जस्तो भए पनि हामी पनि पुग्न थाल्यौँ भाइरल ठाउँ लगभग आउन आँट्यौँ बाबे हामी आधी भयो अहिले लगभग हामी आधी बाटोसम्म पुगिसकेको छौँ गाइस अब आधी बाटो छौँ त्यसपछि तपाईँलाई देखाउनु छु त्यहाँको भिडियोज हेर्दै गर्छु मेरो च्यानल कन्टिन्युली स्किप नगरिकन गाइस ल धन्यवाद हेर्न सक्नुहुन्छ गाइस मान्छेहरूको भिड अहिले बाटोमा यस्तो छ अझै ठाउँमा पुग्न बाँकी नै छ देख्नु सक्नुहुन्छ सिटी भरेर बाइकमा
तिर्पल चौरल सबै हिँडेर गएको छन् हेर्नु सक्नुहुन्छ गाइस। हामीभन्दा अगाडि धेरै नै गइसक्यौँ, हामी चाहिँ बिस्तारै जाँदैछौँ किनभने हामी के भन्छ सेफ ड्राइभ सेफ लाइफ भन्छ नि, त्यही हो। हामी चाहिँ बिस्तारै जानै बरु ठाउँमा पुग्ने हो, हतार गरेर केही फाइदा छैन। तपाईँ पनि बाइकमा आउनुहुन्छ या गाडीमा आउनुहुन्छ भने एकदम बिस्तारै आउनु, ठाउँ भिजिट गरेर जानु, हतार नगरिकन, किनकि हतारमा जहिले पनि दुर्घटना हुनसक्छ। सो गाइस विचार गरेर आउनु, बिस्तारै आउनु, बाटो अफरोड छ होइन गाइस। एकदम गाडीमा आएका छन् मान्छेहरू, गाडीमा टक कस्तो गाडीमा आउँदा पनि हुन्छ गाइस, एकदम राम्रो हुन्छ बस्नु गाडीमा आएर चाहिँ होइन। तपाईँले पैसा पनि जोडिदिन्छ होइन, एटलिस्ट तपाईँले जहाँ कहीँ राख्नु पनि मिल्छ। त्यहाँनिर मैले सुनेको टोकन सिस्टम पनि छ, टोकन दिएर तपाईँले गाडीहरू सुरक्षितसँग राख्नु सक्नुहुन्छ भनेर हेर्नु सक्नुहुन्छ गाइस। एकदमै भिड छ है, बाटो यस्तो छ गाइस, अझै ठाउँ त तपाईँलाई देखाउनै बाँकी छ गाइस। फेरि बाबेले ठोकाइदिनु भएछ यहाँनिर, झमेला गर्दैछ यहाँनिर, फेरि बाबेले ठोकाइदिनु भएछ गाइस। त्यही भएर मैले भनेको पर्सनल गाडीमा चाहिँ आउनुपर्छ, म चाहिँ हिँडेर जान्छु बरु, तर बाबेको सिटीमा म जाँदिनँ गाइस। कस्तो ठोकाइदिनु भएछ फेरि, बिजोग बनाइदिएछ झन्डै। म अगाडि चाहिँ बसेको थिएँ, सो अब म चाहिँ हिँडेरै जानुपर्ने हुन्छ। यसरी चाहिँ नभएकै राम्रो गाइस, बिजोग हुन्छ। यहाँ हुनुहुन्छ सायद, उहाँको ब्रेक चाहिँ अलिक डिस्टर्ब छ होला, ब्रेकले गर्दाखेरि चाहिँ यस्तो भइरहेछ। बुवा के भयो, ब्याक गर्नु त अलिकति, तपाईँ अगाडि जानु त, तपाईँ हल्का अगाडि जानु त। होइन उहाँको अलिकति ब्रेक चाहिँ डिस्टर्ब छ क्या, ब्रेक चाहिँ डिस्टर्ब छ। ल आउनु गाइस, ब्रेक चाहिँ लाग्दैन रहेछ बाबेको, अलिक रिक्स भयो। ब्रेक लगाएर चेक गर्नु त, लाग्छ अब। ल निकाल्नु बाबे, निकाल्नु, म आउँदैछु। निकाल्नु खोइ अलिकति सर्नु त, हिँड्नु बाबे, हिँड्नु अलिकति ल, अलिकति सर्नु न ल। बाबेको अगाडि पनि बस्न डर लाग्यो मलाई त्यहाँ, यस्तो डेन्जर गरेर कुराइदियो यार, होइन भइहाल्छ। सो गाइस आज चाहिँ हदै भन्दा नि हदै भिड छ, यो बाहिर ठाउँ देख्न सक्नुहुन्छ गाइस, एकदमै भिड छ, एकदम भिड छ। मैले अगाडि चाहिँ बसिनँ किनभने मलाई अलिकति डर लाग्न थाल्यो, 2 पल्ट भइसक्यो यो लिएर होइन, त्यही भएर चाहिँ म चाहिँ अगाडि आएर सक्नुहुन्छ। म यतैबाट भिडियो गरेर देखाउँछु तपाईँलाई, हेर्दै गर्नु, स्किप नगरिकन। भिडियो चाहिँ दामी हुनेछ आजको, तपाईँहरूले रमाउनु हुनेछ भिडियो हेरेर। गाडीहरू पुरा रफ कुदाउँदैछ गाइस, हेर्नु सक्नुहुन्छ बाटोमा, बिच बाटोमा आइसक्यौँ। जाम चाहिँ अहिलेसम्म कम्ती भएको छैन गाइस, हेर्नु सक्नुहुन्छ गाइस। मान्छेहरूले एकदमै दुःख पाइरहेछ बाटोको कारणले गर्दाखेरि, भिडले गर्दाखेरि गाइस, देख्नु सक्नुहुन्छ।